गाइस एउटा भनाइ छ नि उपरवाला जब भी देता छप्पड फाड के भन्छ नि त्यस्तै के हामी हिउँ हेर्नलाई 100-150 युरो खर्च गरेर जारी गएर 3-4 दिन बसेर आइयो तर के भयो भन्दाखेरि 27 वर्षपछि हामी बस्ने गाली जानमा हिउँ पर्यो अहिले हामी कम्पनीमा छौँ कम्पनीमा हिउँ पर्यो त्यो पनि 27 वर्षपछि हिउँ परेको छ पुरा रोड हरिभरि हिउँ छ होइन खेल्न मिल्ने पुरा जमेर यस्तो भएर बसेको छ यहाँनिर यस्तो छ होइन हान्नै मिल्ने छ यति गहिरोसम्म के 2-3 इन्ची नै यस्तो हान्न मिल्ने गरेर हिउँ जमेर बसेको छ अब हामी त्यत्रो गएर पैसा तिरेर खर्च गरेर 4-5 दिन जाकी बसेर हिउँ खेल्न आएको त मतलब भएन आजदेखि काम गर्ने ठाउँमा ब्रेक टाइम छ त्यो बेला म यसो बाहिर आएर हेरेको थिएँ यस्तो दामी हिउँ आइरहेको छ होइन ए उपरवाला जब भी देता छप्पड फाड के भन्थ्यो त्यही नै हो गाइस यस्तो रमाइलो भयो हिजो नि स्नो यस्तो दामी परिरहेको थियो हिजो चाहिँ परेकै बेलामा खेलेको थियो तर आज चाहिँ कम्पनीमा काम गर्ने बेलामा यस्तो दामी छ है गाइस यो वर्ष हिउँको रहर चाहिँ मजाले पुरा भयो हाम्रो त कम्पनीभित्र पनि परिरहेको छ यतातिर पनि गइरहेको छ त्यही नै हो गाइस वाट्स अप एन्ड गुड मर्निङ गाइस आजको बिहानको सुरुवात भइसकेको छ अनि आज मलाई ड्युटी जानु पनि ढिलो भइसकेको छ बिकज किन भन्दाखेरि चाहिँ यो हामी हिँड्ने बाटो चाहिँ यता छ अनि यहाँ चाहिँ त्यो आइसहरू हिजो परेको अनि सबै नै त्यो जमेर टेक्नै नमिल्ने भइसकेको छ कि हेर्दाखेरि त्यस्तो देखिँदैन होला तर त्यहाँ चाहिँ पानी परेर अनि पानी जमेर अनि त्यहाँ टेक्नै मिल्दैन कि मेरो जुत्ताले अर्कै खाले जुत्ता जान्थ्यो जमेर एकदम आइस भइसकेको छ त्यो चिप्लिएर हिँड्न नमिल्यो अनि म चाहिँ रोड हिँड्ने बाटो उताबाट गाडी नआउँदाखेरि यो बाटो हिँडिरहेको छु पुरै सेतै छ यो बाटो हिँडिरहेको छु हिजो यस्तो मजा भयो उफ्रिँदै हल्लिँदै गर्दै 27 वर्षपछि हिउँ परेको भन्दै उफ्रिँदै हिँड्यो अनि मैले फेरि बेलुका 9 बजीसम्म मात्रै थियो बिहान पर्दैन होला भनेर हेरेन बिहान उठेर अनि साइकलमा जान्छु भन्ने सोचेको साइकल त कसै जाने यार यसमा त सकिँदैन अब हिँडेर जानुपर्ने भयो अनि हिँडेर जाँदाखेरि त ल यस्तो कि यो झऱ्याम यस्तो यो पुरा त्यो जमेर अनि चिप्लो हुँदो रहेछ कि अलिक छाक्खाने हिँड्दाखेरि चाहिँ घाँट चाहिँ लड्ने त्यही माथि फेरि ढिला पनि भइसक्यो नि त साइकलमा जान्छु भनेको हिँडेर जानुपर्ने भइसक्यो गाह्रो छ हिउँ परुन्जेल मात्र हो ड्युटी जाँदा त फेरि गाह्रै छ नि बाटो छैन रोडमा हिँड्नुपर्छ धन्दा बिहान आज गाडी धेरै आइरहेको छैन त्यही भएर म चाहिँ यो लिगमा हिँड्न पाइरहेको छु नत्र भए मेरो बाटो यता माथि हो पुरा हिउँ जमेर होइन अझै पनि यति बाक्लो हिउँ जमिरहेको छ कत्रो गाडी आयो फेरि न यस्तरी हेर्न सब हिउँ जमेर यस्तो भइरहेछ जिन्दगीमा एकदमै धेरै पर्दैछ हिजो आज फेरि हात पनि ठेरिरहेछ माइनसमा गइरहेछ गाह्रो भइरहेछ अनि अर्को कुरा चाहिँ के भन्दाखेरि हाम्रो फेरि जागिर छ नि यस्तो धेरै छुट्टी भइदियो यसपालि त्यही हाम्रो भवनहरू पनि बन्दैछ प्लस अब कामहरू पनि त्यति नभएर पनि होला अनि हाम्रो चाहिँ 24 तारिकदेखि हेर्ने बन्दाहरू लगाएर रहेछन् कस्तो दामी देखिरहेछ अनि 24 तारिकदेखि नै 23मा काम गरियो पार्टी साटी भयो 24देखि छुट्टी भएको 6सम्म लगभग 12-13 दिन जति हाम्रो छुट्टी भइदियो होइन अनि अब साथीहरूसँग कुरा गर्दाखेरि छुट्टी भयो त दामी अनि तिमीलाई पो मोज छ भन्छन् होइन ब्रो मोज होइन कि मोज होइन ब्रो यो हो नि त स्नो खेल्ने ठाउँ त हेर्न यस्तो दामी भइरहेको रहेछ यार दामी चाहिँ फेरि दामी नै लाग्छ अहिले पनि दामी नै लाग्छ त्यही हो हिँड्दाखेरि अलिक चिप्लिन्छ कि भन्ने डर लाग्यो यता रोडमा झरेर हिँड्नुपर्छ कि हेर्दाखेरि त दामी नै छ अझ घाम लागेको बेला भएको थियो पुरै फाट जस्तो छ कस्तो दामी आउँथ्यो होला अनि भन्छन् कि साथीहरू अरूको चाहिँ प्रायः काम पनि भइरहेछ बिचमा हिजो चाहिँ अब पब्लिक होलिडे थियो अनि अब स्याटरडे सन्डे यताउता गरेर काम चाहिँ भइरहेछ अरूको भन्नाले नेपाली केटाहरूको अरू ब्रेड कम्पनीमा प्लस वेयर हाउसको जुन साथीहरू छन् उनीहरू काम भइरहेछ अनि तिमीलाई त मोज छ यार हामी त छुट्टी लिन नि पाइएन भन्ने कुरा गर्छन् होइन कहाँ किन चाहियो छुट्टी किन चाहियो मलाई चाहिएकै छैन छुट्टी मलाई त जबरजस्ती त नआइज त घरै बस भनेर राखे मात्र हो कि ब्रो बुझेन हौ मलाई छुट्टी चाहिएकै छैन कि मलाई छुट्टी नै चाहिएको छैन पैसा चाहिएको हो पैसा कमाउन आएको हो मलाई छुट्टी चाहिएको छैन तर के गर्नु कम्पनीले जबरजस्ती बस भनेर बस्यो अगाडिको न्यु इयरभन्दा अगाडि चाहिँ हामी उता जागृततिर गयौँ जागृततिर जाँदाखेरि चाहिँ 5-7 दिन हामी उतै बस्यौँ 5-7 दिन उतै बस्दाखेरि चाहिँ भयो भनौँ न यहाँ हेर्न कस्तो दामी अनि 5 दिन जति बसौँ भने न न्यु इयरसम्म चाहिँ रमाइलो भयो त्यस पछाडि आएर त यहाँ कामै थिएन नि त हामी यत्तिकै फोकटे बसिरहेको नि त फोकटीमा के अनि त्यसले गर्दाखेरि चाहिँ मलाई ब्रो तिम्रो त छुट्टी भयो भनेर खुसी हुनुपर्ने केही पनि छैन केटा हो तिमीहरूलाई पनि 14 दिन राखिदियो भाइ ब्रो यार तनाव भयो भने जस्तो हुन्थ्यो 7-8 दिन छ घरमा बस्दा ढाल दुखेर आज जब जानु लाग्यो त्यो पनि ढिलो हुन लागिसक्यो बाटो यस्तो परेर केही छैन गाइस गाडीहरू कसरी निकाल्दा यार सबै जमेको छ जमेर आइस जस्तो भएको छ
चिप्लिन्छ होला कि गाडी नै त्यस्तो हिउँ परिरहेको छ कि अब आज नि एक दिन पर्दैन त दामी मजा आउँथ्यो तर पर्दैन होला चाहिँ सोचिरहेको थिएँ यतिको चाहिँ जम्दैन होला भनेर हिजो डह्रो मान्छेहरू खेलेछ नि यो बेलुकाखेरि हेर्नु हिँडेको पहिला अब यहाँनिर सबै क्र्याक क्र्याक गर्ने छ कि यस्तो छ कि हिँड्नै मिल्दैन म चाहिँ सोचिरहेको थिएँ हिजो बेलुका नै सकिन्छ होला यो 9 बजीसम्म थियो अनि पानी पर्छ होला सकिन्छ होला भनेको त नै सरजी हम 27 वर्ष के बाद आए तो फिर तूफानी तो तलपट्टि काम भइरहेको ठाउँ चाहिँ कन्स्ट्रक्सनको काम चाहिँ यस्तो बरफ जमेर आज काम भएको रहेनछ बरफ जमेर काम चाहिँ रहेनछ गाइज आज चाहिँ यस्तो हिउँ अलिक कम भइसकेको छ हिजो चाहिँ अति नै थियो यतातिर बाँकी छ अनि यतातिर पनि बाँकी छ हिजो चाहिँ अति धेरै थियो हिजो चाहिँ यो रोडभरि त्यो आइस भएर माथि गाडी पनि उक्लिन्छ हिजो मैले भिडियो चाहिँ बनाएको थिएँ तर त्यो चाहिँ के भएछ आई डोन्ट नो होइन त्यो चाहिँ चलेर मेरोमा अनि फेरि सपोर्ट गरेन के भन्न थालेँ मैले अनि त्यही भएर त्यो भिडियो हाल्दा पनि हालिनँ अनि मलाई चाहिँ हिजो के चाहिँ लाग्यो भने यति चिसो हुँदो रहेछ त्यो हिउँले मलाई पुग्यो कि अब यो वर्ष जति खेल्यो अब मलाई हिउँमा जाम भन्दाखेरि पुग्यो भने यस्तो त्यो परुन्जेलसँग रमाइलो खेल्योहरू होइन यस्तो चिसो भयो हिजो काम गर्दाखेरि आज पनि घाम लागिरहेको छ हिजो पनि घाम लाग्थ्यो तातो भएर पनि यति चिसो म त्यो उमा काम गर्ने मान्छेहरू हुँदैनन् बाहिरतिर कन्स्ट्रक्सनमा एग्रिकल्चरमा कसरी गर्ने यार कसरी गर्छन् होला जस्तो यस्तो मलाई पुगेको यार हिउँले चाहिँ अझै पनि छ होइन यहाँ हान्ने यस्तो जमिरहेको छ यता बाटोतिर साइडतिर चाहिँ छ अनि त्यस पछाडि यहाँ बन्दैछ यहाँ पनि छ तर मलाई चाहिँ हिउँले पुग्यो अबदेखि भन्ने नै बनायो यस्तो चिसो भयो मलाई होइन अनि त्यो हिउँले चाहिँ मलाई पुग्यो यतातिर छ अलिअलि बाँकी छ अनि आफ्नो लङ टाइम हो यस्तो भएर जम्यो भने चाहिँ अब यो चाहिँ चिप्लिने रहेछ कि यस्तो भएपछि चाहिँ चिप्लिने रहेछ कि यो कच्याक कच्याक भएपछि चाहिँ चिप्लिने रहेछ त्यही नै हो गाइस अनि हिउँले चाहिँ जे होस् पुग्यो अब यो महिनामा के भयो भन्दाखेरि हाम्रो 23बाट बिदा भयो 31सम्म 7-8 दिन यसै बिदा भइगयो अनि त्यहाँदेखि पनि अर्को महिना चाहिँ 6 महिना डिसेम्बरमा बिदा भयो जनवरीको पनि 7 तारिकबाट भयो अब अगाडि महिनाको पनि पुगेन हाम्रो 200 घन्टा अब यो महिनामा पनि पुग्नेवाला छैन 6-7 दिन घट्यो अब पुग्छ कि 90 95 200 पुग्न पनि सक्छ त्यस्तो भइरहेछ काम पनि खासै छैन अब काम त दिइरहेछ 10 घन्टा कामै छैन भने नि हुन्छ 2 दिनसम्म कामै गरेको छैन काम अनि के हुँदो रहेछ योभन्दा अगाडि हाम्रो काम थियो नि त अनि यसपालि चाहिँ नदिँदाखेरि चाहिँ पुरा घरमा बसेर हिसाब गरिरहेको छु कि म यो सोमबार 10 घन्टा शनिबार 8 घन्टा हिसाब गरिरहेको छु यताउता गर्दाखेरि लगभग 60-65 हजार 70 हजार जति चाहिँ घाट लाग्यो भन्ने सोच आउँदो रहेछ तर केही छैन गाइस अब कहिले लाग्छ त अब के गर्नु होइन कम्पनी बन्दै थियो त्यही भएर काम नभएको थियो हाम्रो चाहिँ त्यही नै हो गाइस भ्यू राम्रो छ यो हिउँ परेपछि चाहिँ यस्तो दामी छ नेपाली हो अब के गर्नु नेपाली हो हिसाब त गर्नु पऱ्यो घाटो लाग्यो यताउता बिदाको त मन खत्तै लाग्दो रहेछ हौ बिदा चाहिँदैन कि पैसा चाहिहाल्छ मलाई भने जस्तो लागिरहेको छ तर पनि केही छैन गाइस अनि यो भिडियोलाई मैले धेरै लम्बाउन चाहिनँ यहीँ नै अन्त्य गर्छु अझै पनि हेर्नु यहाँ हिउँ सुकेकै छैन कि यहाँ चिप्लिने बाटो यहाँनिर चाहिँ खासै घाम लाग्दैन उतै जान्छ यहाँनिर यस्तो चिप्लो छ माथि जानै नसक्ने हिजो त 4 क्लिप पनि हिउँ सोर्दै हिँड्नु परेको थियो कि त्यस्तो भएको थियो आज चाहिँ ठिक छ त्यही नै गाइस थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइस